दुईटा चराको बच्चा अस्ति माथिबाट खसेको नि त, के भएर होला होइन। उतापट्टिको त कुनापट्टिको चराको बच्चाको चाहिँ एउटा खुट्टा भाँचिन्छ के, त्यही पिराले होला होइन। बिचरा त्यो त केही पनि खाँदैन के, यतापट्टिकोले चाहिँ जति दिए पनि आ आ आ आ गर्छ, के दिए पनि खान्छ के, भातको सिता, सानो सानो गेडाहरू, पानी जे पनि खान्छ। हिजोबाट चाहिँ यिनीहरूको आमा पनि आउन थाल्यो क्या भित्र। त्यही भएर मैले आज चाहिँ के गर्दो रहेछ हेर्छु आमाले भनेर के त्यहाँ बाहिर लगेर छोडिदिएको। लान लाग्थ्यो तर सकेन के, यो उड्न सक्दैन नि त अलि राम्रोसँग। अनि फेरि मैले बिरालुको बच्चाले खाइदिन्छ होला जस्तो लाग्यो। अनि फेरि यता लिएर आएँ, जुन चाहिँ खान सक्छ नि, अनि यो हिँड्न सक्नेलाई चाहिँ त्यो मजारी के लिएर आउँदै, चारा लिएर आउँदै खुवाएको कि उसको आमाले। देखेर त अर्कोले त खान नि सक्दैन, मैले खुवाएँ भने पनि खान्न नि त, त्यही भएर यसलाई पनि खुवाउँछ होला भनेर होइन लएर राख्दो। त बिचरा कसरी टोकेको के त्यसलाई त। मान्छेको जातले मात्रै होला दुखी अशक्तलाई हेप्ने भनेको त होइन, पन्छी पशुले पनि त्यस्तै गर्दो रहेछ भनेको के थाहा पाएँ भने आफ्नो लागि चाहिँ आफै बलियो हुनु पर्दो रहेछ होइन। मान्छेहरूले या जे चिजले पनि आफू बलियो भइन्जेलसम्म, आफू स्वस्थ भइन्जेलसम्म, अलिक भइन्जेलसम्म मात्रै रहेछ माया गर्ने। त्यहाँबाट त खै मैले त पत्ताइन बिचरा कसरी टोकिदिएको कि। मैले त तँलाई धपाइदिएँ, मलाई बाच्चा जस्तो लागेन त कस्तो माया लाग्दो।